नमस्कार, यहाँलाई स्वागत छ हाम्रो नेपाली किचनमा। आज म लामो समयपछि हजुरहरू मार्फत एउटा भिडियो लिएर आएकी छु। मेरो यो भिडियोलाई मन पराइदिनुहुन्छ भन्ने आशा राख्दछु। आज हामी बनाउँदै छौं कटर ग्रेभी। ल सुरु गरौँ है त। यहाँ मैले उसिनेर लिएकी छु कटर, त्यसपछि टमाटर, त्यसैगरी मैले लिएकी छु हरियो लसुन, अदुवा लसुनको पेस्ट, प्याज, काटेको हरियो धनिया र 4वटा सुकेको रातो खोर्सानी। ल है हजुर, अब बनाउन सुरु गरौँ है त। मैले यहाँ प्यान बसालेर तेल राखेँ। मैले इच्छा अनुसार तेल राखेँ। हजुरहरूलाई कतिको तेल राख्न मन लाग्छ त्यही अनुसार लिनु होला। त्यसैगरी अब तेल तात्न सुरु भइसकेको छ। अब म यसमा राख्दै छु प्याज। यो प्याजलाई हामीले एकदम राम्रोसँग फ्राई गर्नुपर्ने हुन्छ, गोल्डन ब्राउन हुने बेलासम्म। हामीले प्याजलाई चाहिँ राम्ररी पुराउनु पर्ने हुन्छ। लगभग हाम्रो प्याज अब गोल्डन ब्राउन हुँदैछ। अब मैले यसमा भाँचेर राखेँ रातो खोर्सानी। यो रातो खोर्सानीले चाहिँ हाम्रो कटरको स्वादलाई इन्हान्स गर्छ। हजुरहरूलाई रातो खोर्सानी मन पर्दैन अथवा ठिक लाग्दैन भने हरियो खोर्सानी पनि राख्न सक्नुहुन्छ। यसलाई मजाले चलाउनु पर्छ। अब हेर्नुस् त, हाम्रो प्याज अलिक रातो भइसकेको छ। अब हामीले यसमा आलु एड गर्छौं, किनभने कटर भनेको मासुलाई बिर्साउने, भेजको लागि एकदम मिठो हुने खानेकुरा हो। त्यसैलाई यसलाई पकाउन धेरै मेहनत गरिराख्नु पर्दैन। अलि मेहनत गरेर पकाइयो भने धेरै मिठो हुन जान्छ। हजुर, आलु पाक्नलाई लगभग 1 देखि 2 मिनेट लाग्छ। हामीले राम्रोसँग हाम्रो आलु पाकिसकेको छ। हामीले हेरिसक्यौं। अब म यसमा राख्दै छु हरियो लसुन। अब यसलाई राखेर म एकदम मजाले चलाउँछु। मलाई चाहिँ हरियो लसुन मन पर्छ। हजुरहरूलाई मन पर्दैन भने स्किप गर्न पनि सक्नुहुनेछ। मलाई चाहिँ हरियो लसुनको स्वाद एकदमै मिठो लाग्छ। हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला। अब हाम्रो लसुन राम्रोसँग फुरिसकेको छ। अब म यसमा राख्दै छु बेसार। हजुरले कतिको क्वान्टिटीमा कटर राख्नुहुन्छ त्यही अनुसारले बेसार राख्नु होला। त्यसपछि म राख्दै छु स्वादअनुसार नुन। एकचोटि राम्रोसँग चलाउनु होला। एकछिन मजाले सानो आँचमा पाक्न दिनु होला। त्यसैगरी म राख्दै छु जिरा धनिया पाउडर। यसले हाम्रो कटरलाई मिठो बनाउँछ। हामीले सधैँ पकाउँदाखेरि एकदम मजाले पकाएर। हजुर, अब म यसमा अदुवा लसुनको पेस्ट राख्दै छु। अदुवा लसुनको पेस्ट राखेर राम्रोसँग चलाउनु होला। त्यसैगरी हामी अब यसमा राख्छौं टमाटर। टमाटर राखेर मजाले चलाएर एकछिन त्यसलाई ढक्कनले छोपेर पाक्न दिन्छौं। हाम्रो टमाटर राम्रोसँग पाकिसकेको छ। हजुरले हल्का थिचेर हेर्न सक्नुहुनेछ। र मैले यसलाई उल्टाइ पल्टाइ गरेर एकछिन राम्रोसँग पकाएँ। हजुरहरूले लो हिटमा 2 मिनेट जति पकाउनु होला। टमाटर एकदम पाक्यो भने स्वाद राम्रो आउँछ। त्यसैगरी अब एकदम हाम्रो मसला एकदम ग्रेभी देखिसकेको छ। अब म यसमा राख्दै छु कटर। बिस्तारी कटर राखेर मजाले मसला लाग्ने गरी चलाउनु होला। यस्तो गर्नाले हाम्रो कटरभित्र मसला छिर्न जान्छ र स्वाद एकदमै मिठो हुन्छ। हजुरहरूले पनि यसै गरी पकाउनु होला। सधैँ यसरी पकाएको कटरले हाम्रो मासुको स्वादलाई बिर्साइदिन्छ र हामी भेजिटेरियनहरूलाई झन् रमाइलो गरी पाक्छ, मिठो हुन्छ। हजुरहरूले यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। एकछिन म यसलाई ढाकेर 1 देखि 2 मिनेट राम्रोसँग मसला लाग्ने गरी छोपिदिन्छु। मैले यसमा पानी राखिनँ, हजुरहरूले पनि नराख्नु होला। एकदम मजाले एकदिन छोपेर पकाउँदाखेरि यसको स्वाद एकदमै राम्रो हुन्छ। हजुर, 2 मिनेट भइसकेको छ। अब मैले यसलाई खोलेँ।
हेर्नुस् त हाम्रो मसला मजाले लागिसकेको छ कटरमा। यो ग्रेभी भएको कारणले हामी धेरै रस राख्दैनौँ। हजुरहरूलाई रस राखेर खान मन लाग्छ भने नि आफ्नो स्वाद अनुसार राख्न सक्नुहुनेछ। मैले चाहिँ धेरै मसला पनि राखेको छुइनँ किनभने मलाई मसला कम भएकै खानेकुरा मनपर्छ। त्यसैले हजुरहरूले नि आफ्नो स्वाद अनुसार बनाउनु होला। हाम्रो भिडियोलाई अन्तिमसम्म हेरिरहनु होला। यसलाई ग्रेभी बनाउन लागेको हुनाले थोरै पानी राखेँ। हजुरहरूले पनि आफ्नो क्वान्टिटी अनुसारको राख्नु होला हैन। कतिको बनाउनु भएको छ, कतिजनालाई भनेर बनाउनु भएको छ त्यही अनुसार राख्नु होला। मैले यो कटरको तरकारी हाम्रो परिवार अनुसार 5 जना व्यक्तिको लागि बनाएको हुँ। हजुरहरूलाई कसरी बनाउँदा सजिलो हुन्छ मेरो रेसिपी हेरेर फलो गरेर बनाउनु होला। अब मैले यसलाई ढक्कन लगाएर बन्द गरेँ। एकछिन पाक्न दिएँ। मैले धेरै पानी राखिनँ। एकचोटि चलाउँदा हेर्नुस् त कस्तो राम्रो देखिएको छ हाम्रो कटरको सब्जी। एकदम हेर्दै खाउँ खाउँ लाग्ने कलर आएको छ। मैले यसलाई एकदम उल्टाइ पल्टाइ गरेर अझै पानी सुकिसकेको छैन। मैले यसमा अलिकति चिल्लो राखेरै बनाएको छु। मलाई चाहिँ कटरको सब्जीमा हल्का तेल बढी भएकै मनपर्छ। त्यसैले अब मैले फेरि स्वाद अनुसारको अथवा परिवारलाई ग्रेभी पुग्ने हिसाबले पानी राखेँ। हजुरहरूलाई कति चाहिन्छ त्यही हिसाबले राख्नु होला। अब लगभग हाम्रो कटर बोइल हुन थालिसकेको छ। अब यसलाई एकछिन छोपेर राम्रोसँग पकाउनु पर्ने हुन्छ। म यसलाई छोप्दैछु। हजुरले 1-2 मिनट पकाएपछि हाम्रो कटर हजुर रेडी हुन्छ। हजुर लगभग अब मजाले उम्लिसकेको छ। हजुरहरूले हेर्न सक्नुहुन्छ। अब म यसमा धनिया एड गर्दैछु। धनियाले पनि हाम्रो कटरको स्वादलाई इन्हान्स गर्छ। हेर्नुस् त कस्तो हेर्दै खाउँ खाउँ लाग्दो स्वादिलो हाम्रो कटर ग्रेभी रेडी भइसकेको छ। अब म यसलाई बाउलमा खनाएर सर्भ गर्नको लागि रेडी भइसकेको छ। हजुरहरूलाई हाम्रो नेपाली किचन मन परेमा लाइक, कमेन्ट, सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला। धन्यवाद।